ल त गाइस म चाहिँ रेडी भएँ अब बजारतिर जानुपर्छ यसो रेडी भयो चट्ट पारेर केटाहरू रेडी भयो कि भएन केटाहरू बजारतिर लाग्यो सबै यता हेर यता 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 हेलो यार नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ हजुरहरू सबैलाई। आज चाहिँ हामी विशेष गरी दसैँको अवसर पारेर हामी बजारतिर जाँदैछौँ। बजारतिर भन्दा नि पहिला हामी नुहाइधुवाइ गर्न जान्छौँ म भाइ अनि छन् केटाहरू भित्र चट्ट नुहाइधुवाइ अनि हाम्रो दाइको च्यानलमा चट्ट आएर सब्सक्राइब गरेर कपी लिङ्क गरिदिनु होला। अनि हामी अब नुहाउन जानको लागि रेडी भइसकेका छौँ। यता कसरी सामानहरू सबै प्याक छ। ल आऊ केटाहरू छिटो। भाइको रुम चाहिँ माथि छ, भाइ चाहिँ माथिबाट सकिएर आन्छ अनि हामी खोलातिर जान्छौँ नुहाइधुवाइ गर्नुको लागि। अनि खोला नुहाइधुवाइ गरेर अनि हामी चाहिँ अनि कोल्टी जाने हो एकछिनमा। दसैँ हेर्न ढाकाचुजाइ देउका सबै कुराहरू हेर्नको लागि हामी चाहिँ पहिला नुहाउनु पर्ने हुन्छ, नुहाइधुवाइ गर्नुपर्ने हुन्छ अनि चट्ट पारेर जानुपर्छ। ल मेरो गोप्रोको ब्याट्रीहरू चाहियो भाइ। हामी चाहिँ अब गोप्रोको ब्याट्री पनि चार्ज हालेको थियो। अब फुल छ त यार गोप्रोको ब्याट्रीहरू यता छ। केटाहरू एक एक गरी जोडिँदैछन् यता। हाम्रो गाउँका मान्छेहरू यता छन् चट्ट पारेर यता छन् मान्छेहरू सबै मेरो गाउँका। अब एक एक गरी जोडिन्छन् मेरो गाउँको मान्छेहरू 100 जना जति आछन् क्या गाउँघाटी हेर्न। क्या पाक्यो खाना यता पाक्दै रहेछ। मान्छेहरू चाहिँ बिस्तारै भेला हुँदैछन्। यता पनि आउँदैछन् मेरो गाउँबाट पनि आउँदैछन् मान्छेहरू। हामी चाहिँ हिजो आएको हो। रमाइलो समाज त गर्नु पऱ्यो त्यो छैन। ओ सबैलाई ह्याप्पी दसैँ है। दसैँको धेरै शुभकामना छ तपाईँहरूलाई अनि सबैलाई दाजुभाइ तथा दिदीबहिनी सबैहरूलाई। हामीले चाहिँ नुहाउन जानुपर्ने चाहिँ उता छ उता नजर त यही बेला मासेको चट्ट घोडासोडा यार बुझाउँथे मान्छेहरू। आज खासै त्यति यो वर्षको दसैँ त्यति खासै रमाइलो नहोला जस्तो छ यार। के साह्रो गर्मी हो यार, गर्मीले पनि अति गरे यार। त्यही भएर हामी उता रुममा पनि पानी थियो तर हामी त्यता नुहायौँ। यता टक्क स्विमिङ हान्नुपर्छ, स्विमिङ बगरको पानी यहाँ बगरको पानीले खासै मान्छे त्यति त रहेन रहेछन् यार पहिलाको जस्तो। मान्छेहरू पनि देखिरहेको छैनन्। हल्का माथि छन् क्या मान्छेहरू, त्यति धेरै त छैनन् क्या। मान्छे नि छैन यहाँ उता चौरमा यार। यो कोल्टी बजार हो। यता छ कोल्टी बजार टक्क। हामी यतै हो। हामीले आउनुपर्ने चाहिँ गाडी माथिबाटी हो क्या। धेरै गाह्रो छ। 2-3 घन्टा हिँडेर आउनुपर्छ यार। गाडी नि जाँदैन के गर्ने। गाडी जाने भए त हुन्थ्यो यार। कहाँ नुहाउने भने ऊ कहाँ जाने कहाँ एकदम बढिया होइन हाम्रो काका के छ काका? अनि तपाईँलाई के कस्तो लागिरहेको छ यो दसैँको माहौल भन्ने कुराहरू? उता नुहाउने ठाउँ चाहिँ उता छ, यता चाहिँ पुल छ। पुल एकछिन जाउँ न उता। ए पुल यता छ पुल। यतादेखि उता यता होइन बिचमा गयो भने टक्क सिधो हुन्छ कि आनन्द। एकछिन जाउँ न। यो भाइरल पुल हो क्या, भाइरल पुल। कुछ नहीं हिँडिरहेको यार।
बाप्रे थकी लाग्यो यार पर कुनाम पुग्न एकछिन हामी उतासम्म जान्छौँ है जाऊँ न जाऊ डाँडासम्म जाऊ त्यहाँबाट दामी देखिन्छ ऊ त्यो डाँडा हो त गएर आइज नि आइज नि यार आन भाइ यार एकछिन बिचमा गएर चिसो खानु पर्यो यार यतादेखि उता तल धेरै टाढा छ यार यहाँदेखि मान्छे छरिए पनि फेरि आमा नभा न आमा हुन्छ न त बा हुन्छ यार यता तल दह रहेछ फुचीफाची नुहाइरहेको छ नि त न धेरै लामो छ क्या मान्छेहरू उता बसिरहेको छन् एकछिन म यता चिसो मात्रै खाना हामी चाहिँ नुहाउने खाँदै उता हो उता न खाऊ खाऊ यता बाटो कुद 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 कति लामो छ हेर्नुहोस् यता यतादेखि उतासम्म उता उतासम्म छ क्या यता कुटकुलो भइहाल्यो पसिना कति पसिना आएको भयो पोल्ट्रीमा अब गर्ने नि कति हो है यहाँनिर मान्छे देखिन्छन् होला यार मान्छे त्यति त छैन होइन ऊ त हेर यहाँनिर हल्का हल्का मात्रै छन् है मान्छेहरू यहीँनिर हेर यहाँनिर ट्याक्कै बाटो यसो आउँदा उता फुचेफाची आइरहेको नि यता गाडीहरू नानीहरू आइरहेछन् होइन जस्तै हामी चाहिँ नुहाउने ठाउँमा पुग्यो हामी नुहाउने ठाउँ पानी कस्तो रहेछ यार मासुले पानी त ठिकै रहेछ यार तातो त मन तातो यार ल त अब हामी चाहिँ नुहाउनु लाग्यौँ ल त गाइजहरू हामी नुहाइयो ल आउनु केटाहरू है आउनु खाना खेल्नु ल पानी त बस्नु नुहाइयो गाइजहरू हामीले यार मजा आयो ठुलो त यसको ल पानी कपाल म त डुबाउनु ल पकाइपर्छ ल ढाको त पारी गयो यार ढाको हुनु त पारी गयो ढाको त पारी गयो अगाडि आउँछ ल हामी तिनजना चाहिँ जिम गर्न लागेका छौँ को बढी सक्दो रहेछ म एकछिन क्यामेरा राखिरहन्छु हल्का पुण्य त लामो है क्या म देखिदिएँ पुण्य ल त गाइजहरू हो ल यस्ता रमाइलो हुन्छ क्या मैले सकेँ ल त गाइजहरू हामी नुहाएर चट्ट दियो हो अब चाहिँ हामीले रुमतिर लाग्नुपर्छ पछि रेडी भएर अनि एकछिन राँगा जुझाइ हेर्नुपर्छ ल त हामी चाहिँ अब यहाँबाट लाग्यो ल त गाइजहरू म चाहिँ रेडी भएँ अब बजारतिर जानुपर्छ
यसो रेडी भयो चट्ट पारेर केटाहरू रेडी भयो कि भएनन् अब केटाहरू चाहिँ टक्क बोलाएर अब हिँडिदिनु पर्ला न दसैँ हेर्नुको लागि लाग्यो होइन ल हामी सबै केटाहरू बजारतिर लाग्यो सबै भाइजम अब मिलन दाइ भाइ अनि यो बजार हो यार यो बजार हो हामी बजारबाट कोल्टी जान लाग्छौँ अब कोल्टी गाउँमा जान लाग्छ कोल्टी गाउँमा केही ल हामी चाहिँ अब आओ दसैँको मेला हेर्न आओ कोल्टीतिर आओ गाइजहरू सबलाई वेलकम हामी यहाँ पुग्यो हेर यहाँ पोस्टर ल हेर सबै यहाँ चाहिँ पोस्टर स्वागत ओ चौडोमा पुग्यो गाइजहरू चौडोमा चौरको माहौल अलिकति गरम छ तर खाली छ अहिले चौड पछि त्यही 4-5 बजीतिर पुरा टोलास हुन्छ होला यार सायद यार केटाहरू यता छन् यता आइरहेछन् यता बाजा बजाउँदैछन् को आइरहेछ रागो आयो न रागो रागो यहाँ रागो आउँदैछ रागो आउने छैन कहाँबाट कोही नेता आउनु रागो आउँदैछ क्याउली हुँदैछ यता ल यार लास्ट अहिले त मान्छे यति खाली छ नि त हामीले यस्तो गरी भइरहेछौँ भने होइन पछि मान्छेहरू पुरा कति गर्नु होला त यार दुलोमा छिर्नुपर्छ यार मान्छेहरू कति खास यता बसी सबै सिग्रो थाप्नुको लागि लास्ट म्याच कति ठाउँमा त खतम ठाउँमा त होला हिँड्नु त यार लास्ट गरौँ यार मेसला छुट फाइनल यो कहाँ गऱ्यो यो कोल्टी पिपल आज अडाउँदा छौँ घाम भइकन यहाँ मर्नु भइगयो त्यही भइकन हावा खान आयौँ तर तल त्यहाँ खैख्या टट्टी चलिरह तल चाहिँ टट्टी चलिरह अनि यस्तै छ क्यार्ने न यहाँ रमाइलो न त्यहाँ रमाइलो कहीँ रमाइलो नै मान्छेको चाप हो कि ताप भएर चाप बढी ताप धेरै भएर यहाँ माहौल गरमको गरम छैन चल्ने कुरो यो यहाँ चाहिने धेरै बोल्नु हुँदैन क्या भाइ लिमिटमा थोरै बोल मिठो छोटो मिठो क्या सबै यता हामीलाई यहाँ अलिकति रमाइलो नभएर हामी बजारतिरै फर्कन थालिसक्यौँ किनकि अहिले न यहाँ राँगा जुझाइ न केही न मान्छे न मनुष्य सबै जन्तु जस्तो लाग्यो मलाई त्यसैले म चाहिँ लागिहालेँ मेरो रुमतिर गर्मी छ क्या गर्मी हल्का त्यही भएर छाताको व्यवस्था पनि गर्नुपर्छ हामीले बेला मुख पनि ढाल्नुपर्छ यहाँ रात हुन्छ नत्र गाह्रो छ क्या माथि अडि पनि मान्छे आउँथ्यो नि यता बाब्रे डेन्जर गरम थियो यार राम्री छन् राम्री छुट्टी पनि आइखेन छ हेर्नु यस्तै छ हाम्रो पारा आजको दिन गाली नगर्नु हो भोलि गर्नु भोलि कोही निक्सिया छैनन् क्या 4जना मात्रै यहाँ बाटो खाली यहाँ देख्न सक्नुहुन्छ यहाँ बाटो खाली छ धेरै नै यहाँ बाटो खाली छ 4जना मात्रै छन् पछाडि आइरहेछन् मान्छेहरू होइन कोही छैनन् पछाडि अगाडि
हामीहरूको साथमा भने हामी यहाँहरूमा अब यहाँ सबैजना हामीलाई यहाँ साइड लागिराखेका छन् होइन के हुन्छ अब भलक बनाउँदाखेरि के साइलेन्ट भलक बनाउने भन्ने भयो होइन यता गएर सुत्नु पायो के कामै छैन आज 3 बजे सुतियो 5 बजे उठियो अब मेरो गुल्ला अब त्यहाँ यति नै हो यार भलक यार के रमाइलो छैन यार के बनाउने यार भिडियो यार ल ओके बाई बाई यार के रमाइलो छैन यार के गर्ने ल बाई